हेलो हेलो सम्पूर्ण साथीहरूलाई नमस्कार छ मेरो। म चाहिँ आज यहाँनिर एउटा भ्लग बनाउन आइरहेको छु भिडियो। र यो हामीले जहिले पनि माछा मार्ने खोला यही हो, यो पोखरीको यही हो खोला यत्रो छ। तर यहाँ माछा टन्नै छ, आधी पानी छ त्यताबाट झल्काइरहेको छ अहिले। र पानी यत्रो गिरिरहेको छ अहिले, यहाँ यो पोखरीमा माछा टन्नै छ है साथीहरू, तपाईँहरूले हेर्न सक्नुहुन्छ। यहाँ माछा टन्नै छ। म माछाको भिडियो पनि देखाइदिन्छु तपाईँहरूलाई, अहिले नै हालिदिएको छु तपाईँहरूलाई। र म पनि अब रुम जाने बेला भयो साथीहरू। यहाँ तपाईँहरूलाई म माछाको भिडियो देखाउँदैछु साथीहरू, तपाईँहरूलाई जुम गरेर देखाइदिन्छु है म। यहाँ कति छ त माछा, तपाईँहरू हेर्नुहोस् यहाँनिर। देख्नुभयो माछा, देख्नुभयो तपाईँहरूले भन्नुभयो होला माछा यहाँ कसरी मार्छ के मार्छ पाउँदैन होला भन्नुहुन्छ नि। यहाँ माछा हेर्नु न कति छ, देख्नुभयो। तर माछा पाल्यो भने तपाईँहरूले चाहिँ म भन्छु कि कोलब्बिया माछा पाल्नुहोस्। कोलब्बिया माछा एकचोटि पाल्यो भनेदेखि कहिले पनि नहराउने रहेछ साथीहरू। यो पोखरीमा कोलब्बिया माछा छ। टन्नै छ कोलब्बिया माछा यहाँ छ, हेर्ने। तपाईँहरूलाई ढाँटेर कुरा गरे होइन, तपाईँहरूलाई माछा देख्नुहुन्छ तपाईँहरूले यहाँनिर। यो माछा जसले मारे पनि हुन्छ, तपाईँहरू कहाँबाट आएर मारेर लैजाँदा पनि केही भन्दैन साथीहरू। यहाँ हेर्नु, तपाईँहरूले जता हेरे पनि माछै माछा देख्नुहुन्छ। यहाँ आएपछि तपाईँहरू बेहोस हुनुहुन्छ एकचोटि त यो माछा देखेर। अनि धेरै धेरै मारिन्छ, एउटा दुईवटा माछा मारे पनि त नि अब खानलाई धेरै स्वाद आउँछ, मिठो हुन्छ। अब धेरै माछा मारेपछि मिठो हुँदैन क्या, त्यही कारणले हामी यहाँको माछा अहिले खाँदैन। वाक्कै भएको खाँदा 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 पहिला त 10-15 केजीसम्म लगेर भुटेर खान्थ्यौँ। खाँदा 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 यो माछाको नाम चाहिँ कोलब्बिया है साथीहरू। कोलब्बिया, कोलब्बिया हो है साथीहरू, कोलब्बिया माछा हो। ल त साथीहरू धन्यवाद, म पनि जान्छु रुमतिर। अझै भिडियो बनाउने हो भने म देखाइदिन्छु। तपाईँहरू माछा मार्न आउनुहुन्छ भने यो कुलाइ बारु पर्छ। कुलाइ बारुमा आएर यहाँ एउटा पोखरी छ, पोखरीमा आएर माछा मारेर लैजानु सक्नुहुन्छ है तपाईँहरूले। यहाँ हेर्नु, म देखाइदिन्छु यहाँ माछा तपाईँहरूलाई कति छ।